दर्शकवृन्द, नेपाल क्रिकेटको लागि हिजो एक कालो दिन सरह बनेको थियो। 2025 नोभेम्बर 5मा भएको आइसिसी विश्वकप लिग 2 को खेलमा नेपाल फेरि युएईसँग 4 विकेटले पराजित भएको थियो। नेपालले टस हारेर ब्याटिङ पर्दा सुरुवात राम्रै गरे पनि ठूला साझेदारी बनाउन नसक्दा टिमले ठूलो स्कोर खडा गर्न सकेन। ब्याट्सम्यानहरू बीचको तालमेल कमजोर रहँदा निरन्तर विकेट गुम्दै गयो। नेपालको तर्फबाट भीम सार्की, कुशल मल्ल र दिपेन्द्र सिंह ऐरीले केही रन जोडे पनि टोलीको प्रदर्शन समग्रमा निराशाजनक रह्यो। कसैले पनि शतक बनाउन सकेनन्, जबकि युएईका मोहम्मद शाहदाद र मोहम्मद बासिमले शतक नजिक पुग्दै खेलमा शानदार साझेदारी गरे। युएईका यी दुई खेलाडीले चौथो विकेटका लागि 147 रनको महत्त्वपूर्ण साझेदारी गरेपछि खेलको दिशा नै परिवर्तन भएको थियो। नेपालका बलरहरू करण केसी, नन्दन यादव, ललित राजवंशी र सन्दीप लामिछानेले प्रयास त गरे, तर युएईका ब्याट्सम्यानहरूलाई रोक्न भने सकेनन्। करण केसीले 3 विकेट लिए पनि अन्य बलरहरू महँगा साबित भए। त्यसमा पनि नेपालले फिल्डिङमा केही महत्त्वपूर्ण क्याचहरू छुटिन्न पुग्यो, जो नछुट्ने हो, जसले खेलको नियन्त्रण पूर्ण रूपमा युएईतिर लग्यो। त्यस्तै खेलको टर्निङ पोइन्ट कहाँबाट भयो भन्दा जहाँ मोहम्मद शाहदाद र मोहम्मद बासिम बीचको त्यो 147 रनको विशाल साझेदारीले नै खेलको रुख बदलिदिएको थियो। नेपालले दिएको 234 रनको लक्ष्य पछ्याउने क्रममा युएई 28 रनमै 2 विकेट गुमाइसकेको थियो र त्यति बेला नेपाल हावी देखिएको थियो। तर त्यसपछि ती दुई खेलाडीले क्रिसमा टिकिरहेर नेपालका बलरहरूको रफ्तार नै सुस्त पारिदिए। साथै युएईका शाहदादका 96 रन र बासिमका 67 रनको शानदार प्रदर्शनले नेपाललाई खेलमा फर्कने कुनै मौका नै दिएन। अन्ततः युएईले सहजै 4 विकेटले जित हात पार्यो। नेपालको यो लगातार चौथो हार हो, जसले अब टिमको आत्मविश्वास, योजना र तयारी सबैमाथि प्रश्न उठाएको छ। फ्यानहरू आक्रोशित छन् र सबैको एउटै प्रश्न, कहिले सुधारिन्छ नेपालको प्रदर्शन? कहिले आउँछ त्यो लगातार जित अनि विश्व जगतमा फेरि नेपाली टिमको वावै? यस्तै महत्त्वपूर्ण अपडेट, खेलको विश्लेषण तथा ताजा खबरहरू निरन्तर पाउन स्पोर्ट्स लाइन नेपाललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। साथै फेसबुक र टिकटकमा हेर्दै हुनुहुन्छ भने फलो गर्न पनि नबिर्सनुहोला।